ओके गुड मर्निङ गाइज टुडे आज बनाउँदैछौँ हामीले साम्बर। त्यसको लागि साम्बर पत्ता, खुर्सानी, यो बैगुन, यो तोरी, प्याजलाई सानो सानो टुक्रा पारेर काटेर, अनि आलु, चिप्ली भेन्डी, टमाटर अनि आलु, यसलाई चाहिँ सबैलाई मिक्स गरेर पकाउनको लागि कन्टिन्युस हुँदैछ। आवश्यकता अनुसारको तेल हाल्नुपर्छ। अनि गाइस तेल खरिएपछि हल्का मेथी पुर्याउने, त्यसपछि सुकेको खुर्सानी पुर्याउने, त्यसपछि यो तोरी हाल्ने, त्यसपछि हल्का यसको कलर हल्का चेन्ज भएपछि फेरि दामी तरिकाले चाहिँ पड्किराखेको छ। यसको हल्का कलर चेन्ज हुँदा बित्तिकै फेरि हजुरले प्याज र काटेको खुर्सानीलाई यसरी मिक्स गरेर त्यसमा फ्राई गरिदिने ल साथीहरू। अनि यसलाई ट्याक्क हल्का हल्का घुमाउँदै जाने, चलाउँदै जाने, धेरै ठुलो आगो नबनाउने। हल्का यो प्याजको कलर चेन्ज भएपछि गाइस अनि हल्का हजुरले सबैभन्दा पहिला आलुलाई हल्का हालिदिने र हल्का हल्का गरेर चलाउँदै गर्ने यसलाई। गाइस यो खासमा के भने चाहिँ अब म त छोरा मान्छे, खास त यो पहिल्यै भुट्नुपर्ने हो, तर अहिले चाहिँ यो हजुरले यो कडी पत्तालाई चाहिँ हल्का पहिल्यै हाल्नुपर्ने यो जग्गा। अनि लगतै यसरी चिप्ली भेन्डी अनि यो बैगुन यसरी हालेर मजाले पर गरेर भुट्नुपर्छ गाइस। सजिलो तरिका छ, त्यस्तो अप्ठ्यारो त केही छैन, तर हजुरहरूले हेर्नु फेरि पनि बनाउन चाहिँ अप्ठ्यारै हुन्छ। मैले पनि आज चाहिँ फर्स्ट टाइम बनाउने भनेर कोसिस गर्दैछु गाइस। गाइस यहाँ चाहिँ सबै हामीले चाहिँ पहिला तयार गरेको सब्जीहरू सबै हालेर यसरी मजाले चाहिँ यसलाई भुट्नुपर्छ हो। अनि ढाक्दै भुट्दै गर्नुपर्छ। अनि एउटा ग्यासमा चाहिँ फेरि यसरी यो चनाको दाललाई हल्का नर्मल दाल पकाए जस्तो गरेर नुन र बेसार हालेर यसरी चाहिँ उमाल्नुपर्छ। ल आवश्यकता अनुसारले बेसार अनि आवश्यकता अनुसारले नुन यसरी चाहिँ हालिदिनु होला। अनि चाहिँ मजाले चलाउँदै हल्का चलाउँदै अनि ढाक्दै गरेर मजाले चाहिँ ल यसरी हालिदिनु होला। अनि गाइस यसमा चाहिँ अब अदुवा, लसुन अनि को पेस्ट चाहिँ टक्क हाल्नुपर्छ। अनि यसमा चाहिँ हल्का अहिलेको लागि टमाटरहरू यसरी टक्क हालेर अनि मजाले टमाटरलाई चाहिँ यसरी छोपेर फेरि हामीले चाहिँ फेरि यसलाई टक्क ढाकिदिनुपर्छ। ल गाइस, ल साथीहरू, अब यो सब्जी पनि तकरिबन नर्मल तयार भइसकेको छ। यसमा चाहिँ अब यो इमलीको रस हल्का इमलीलाई भिजाएर गरम पानीमा भिजाएर हल्का इमलीको रस हालेर मजाले चलाउने यो साम्बर बनाउने तरिका। अब यसको लगतै इमलीको झोल हालेपछि लगतै अब यसरी दाल पनि यसरी खनाइदिने यसमा। अनि दाल सब्जी सँगै राम्रोसँग मिक्स हुने गरेर मजाले चलाउने। ल गाइस, अब साम्बर मजाले चाहिँ यो सब्जी पाक्ने गरेर आवश्यकता अनुसारले हजुरले रस बनाउन सक्नुहुन्छ। अनि त्यसपछि फेरि लास्टमा तपाईँको चाहिँ ठिक्क परिवारलाई पुग्ने जति बनाएर त्यसपछि फेरि हजुरले चाहिँ साम्बर मसला पनि हाल्नुपर्ने हुन्छ। त्यो साम्बर मसला पनि आवश्यकता अनुसारले यसरी हालिदिनु होला गाइस। अनि यसलाई चाहिँ पहिल्यै सब्जी चाहिँ राम्रोसँग पाकेको छ भने धेरै पकाउनु आवश्यकता छैन। अनि हजुरको सब्जी ठिक्क पाकेको छ भनेपछि फेरि यसलाई अलिकता झोल हालेर बढी फेरि हल्का उमाल्नु पर्ने हुन्छ। अहिले चाहिँ ल यसको कस्तो मिठो
भएको जस्तो छ यो। ल साथीहरू, हाम्रो साम्बर दाल चाहिँ तयार भइसकेको छ। अब यसलाई चाहिँ भाँडामा विड्रोल गरिदिनु पर्यो। त्यसपछि यसरी विड्रोल गरिदिनु पर्यो साथी हो। हाम्रो अहिले एकदम दाल तयार भइसकेको छ। अब यसमा हल्का धनिया हालेर ल हेर्नु साथीहरू ल हेर्नुहोस् तयार भइसकेको छ। अब हामीहरू खाना खानको लागि रेडी हुनुपर्छ। ल साथीहरू, यति भन्दै मैले मेरो भिडियोलाई चाहिँ यहीँ अन्त्य गर्छु। अनि मेरो भिडियो मन पर्यो भने लाइक सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। सानो जमर्को गरिराखेको छु मैले भिडियो बनाउनको लागि। अनि नेक्स्ट भिडियोमा भेटौँला। ओके, थ्याङ्क यू, टेक केयर।